स्वागत छ। आज हामी एउटा निकै चाखलाग्दो र महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ। नेपालको सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064। हो, नमस्ते। यो ऐन वास्तवमा सरकारी कामकारबाहीलाई आम नागरिकले कसरी हेर्छन्, कसरी अनुभव गर्छन् भन्ने कुरासँग जोडिएको छ। हो नि, यसले सरकारी संयन्त्रलाई नागरिकप्रति बढी जिम्मेवार अनि प्रभावकारी बनाउन खोजेको देखिन्छ, होइन त? बिल्कुल। यसको मूल ध्येय नै सार्वजनिक प्रशासनलाई जनउत्तरदायी बनाउने हो अनि जवाबदेही, पारदर्शी, समावेशी र सहभागितामूलक बने। भनेपछि सरकारी अड्डा खाली शासन गर्ने ठाउँ मात्र होइन, सेवा दिने ठाउँ बनोस् भन्ने अपेक्षा अनि नागरिकले सुशासन छ है भन्ने महसुस गर्न पाउन्। सही हो। ल, त्यसो भए सुरु गरौँ न त। यो ऐनले सुशासनका लागि कस्ता आधारभूत मान्यताहरूलाई अघि सारेको छ? ऐनमा सुशासनका केही आधारहरू स्पष्ट तोकिएका छन्। यसलाई हामीले दुईटा कोणबाट हेर्न सक्छौं। एउटा नागरिक अधिकार र उनीहरूको पहुँचको कुरा, जस्तै आवेशीकरण अनि सरकारी सेवामा जनताको पहुँच सजिलो हुनु पर्यो। अनि अर्को कोण चाहिँ? अर्को चाहिँ प्रशासनिक काम कारवाहीलाई कसरी व्यवस्थित र भनौँ न नैतिक बनाउने भन्ने हो। यसमा पारदर्शिता पर्यो, निष्पक्षता, जवाफदेहिता, इमान्दारिता, आर्थिक अनुशासन। अनि भ्रष्टाचार मुक्त प्रशासन, छिटो छरितो काम, कर्मचारी तटस्थ रहनुपर्ने कुराहरू पनि छन् क्यारे? हो, ती सबै यसैमा पर्छन्। अनि विकेन्द्रीकरण र स्थानीय स्रोतको सही प्रयोगमा जोड दिने कुरा पनि छ। भनेपछि नागरिक अधिकार र प्रशासनिक सुधार दुवैलाई सँगै लैजाने प्रयास रहेछ। त्यस्तै देखिन्छ। यी सिद्धान्तहरू त भए, अब यिनलाई व्यवहारमा ल्याउन सरकारले कस्ता नीति लिनुपर्छ भनेर ऐनले केही भन्छ कि? अवश्य भन्छ। ऐनले सरकारलाई केही नीतिगत निर्देशन पनि दिएको छ, जस्तो आर्थिक उदारीकरण, गरिबी निवारण, सामाजिक न्याय जस्ता कुरा त छँदैछन्। त्यसमाथि प्राकृतिक स्रोतको दिगो उपयोग, महिला सशक्तिकरण, वातावरण संरक्षण अनि पछाडि परेका वर्ग र समुदायको उत्थानमा पनि ध्यान दिनुपर्छ भनेको छ। भनेपछि फराकिलो दायरा समेटेको रहेछ। अब अलिकति प्रशासनिक तह र जिम्मेवारीतिर जाउँ न। जस्तो सरकारको प्रमुख प्रशासक, मुख्य सचिव अनि मन्त्रालयका सचिवहरू, उहाँहरूको भूमिका कस्तो हुन्छ ऐन अनुसार? ऐनले यो कुरा स्पष्ट पारेको छ। दफा 10 ले मुख्य सचिवलाई नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकृत मानेको छ। उहाँको मुख्य काम प्रधानमन्त्रीको निर्देशनमा काम गर्ने, प्रधानमन्त्री कार्यालय चलाउने, मन्त्रालयहरू बीच समन्वय गर्ने, सचिवहरूको काम हेर्ने अनि मन्त्री परिषदका निर्णय कार्यान्वयन गराउने। मुख्य सचिवको भूमिका त निकै समन्वयकारी र महत्त्वपूर्ण पो देखियो। हो नि। अनि सचिवहरूको कुरा गर्दा दफा 11 अनुसार उहाँहरू चाहिँ आफ्नो मन्त्रालय वा निकायको प्रमुख प्रशासकीय अधिकारी हुन्। उहाँहरूको काम चाहिँ? उहाँहरूले मन्त्रीलाई नीति बनाउन सघाउने, मन्त्रालयको काम कारबाही चलाउने, कार्यक्रम लागू भयो कि भएन हेर्ने, अनुगमन गर्ने अनि आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने। ठिक हो। विभागीय प्रमुख, कार्यालय प्रमुखहरूको पनि त होला नि जिम्मेवारी? हो, दफा 12 र 13 मा उहाँहरूको जिम्मेवारी पनि स्पष्ट छ। सरकारी निर्णयहरू कहिलेकाहीँ ढिलो भयो, पारदर्शी भएन भन्ने सुनिन्छ नि। यो निर्णय प्रक्रियालाई छिटो र पारदर्शी बनाउन ऐनमा केही छ? एकदमै यो महत्त्वपूर्ण प्रश्न हो। ऐनले निर्णय प्रक्रियामा पारदर्शितामा जोड दिएको छ। दफा 16 मा छ यो कुरा। गोप्य राख्नुपर्ने बाहेकका निर्णयहरू पारदर्शी हुनुपर्छ अनि निर्णय गर्दा निश्चित मापदण्ड अपनाउनुपर्छ। समयमै निर्णय हुनुपर्ने कुरा नि? त्यो पनि छ। दफा 15 अनुसार कानूनले समय तोकेको भए त्यही भित्र, नतोकेको भए पनि उचित समयभित्र निर्णय गरिसक्नुपर्छ। अनि निर्णय गर्दा कारण खुलाउनु पर्ने व्यवस्थाले त जवाबदेहिता बढाउला नि, होइन र? हो, दफा 17 ले त्यही भन्छ। निर्णयको आधार र कारण खुलाउनु पर्छ। अझ एउटा रोचक कुरा छ दफा 18 मा। यदि कुनै निर्णय गर्नुपर्ने विषयमा निर्णयकर्ताको व्यक्तिगत स्वार्थ बाँझिन्छ भने त्यस्तो विषयमा निर्णय गर्नु हुँदैन। त्यो त निष्पक्षताको लागि निकै राम्रो व्यवस्था रहेछ। हो नि। अब आम नागरिकले सिधै सरोकार राख्ने विषय, सेवा प्रवाहको कुरा गरौँ न त। यो त नागरिकको लागि सबैभन्दा चासोको विषय हो। ऐनको दफा 25 ले हरेक सरकारी कार्यालयले अनिवार्य रूपमा नागरिक बडापत्र राख्नुपर्छ भनेको छ। त्यो बडापत्रमा के हुनुपर्छ? त्यसमा कार्यालयले दिने सेवाहरू, त्यो सेवा पाउन कति समय लाग्छ,
कुन अधिकारी जिम्मेवार हो, दस्तुर लाग्छ कि लाग्दैन, प्रक्रिया के हो, सबै कुरा स्पष्ट लेख्नुपर्छ। अनि यदि बडापत्रमा भने अनुसार भएन भने, मानौ ढिलो भयो वा सेवा नै पाइएन भने? हो, त्यस्तो अवस्थामा सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही हुन सक्छ। यसले कर्मचारीलाई जवाफदेही बनाउँछ। यो त राम्रो कुरा भयो। गुनासो गर्ने अरू ठाउँ पनि छ कि? छ नि। दफा 31 अनुसार हरेक कार्यालयमा गुनासो सुन्न गुनासो पेटिका राख्नुपर्छ। अनि दफा 30 ले सार्वजनिक सरोकारका विषयमा बेला बेला सार्वजनिक सुनवाई पनि गर्नुपर्छ भन्छ। यसले पनि पारदर्शिता बढाउँछ। कामको नतिजा सुनिश्चित गर्न अरू केही उपाय पनि छन् कि? मैले कता कता कार्य सम्पादन सम्झौता भन्ने पनि सुनेको थिएँ। हो, दफा 19 मा त्यो व्यवस्था छ। कुनै काम निश्चित समयमा वा निश्चित परिमाणमा सक्नुपर्ने छ भने सम्बन्धित अधिकारीसँग कार्य सम्पादन सम्झौता गर्न सकिन्छ। यसले परिणामप्रति उत्तरदायी बनाउन सहयोग गर्छ। अरू केही छ सुशासन बढाउने खालको? कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था दफा 23 मा छ। अनि हरेक मन्त्रालयमा सुशासन प्रवर्धन गर्न सुशासन इकाइ राख्ने व्यवस्था पनि दफा 29 मा छ। ओहो, भनेपछि त यो ऐनले समग्रमा सार्वजनिक प्रशासनलाई नागरिक केन्द्रित, जवाबदेही र प्रभावकारी बनाउन एउटा भनौँ न बलियो कानूनी खाका दिएको रहेछ। निश्चय नै। यसले नागरिक अधिकार र राज्यको दायित्व बीच सन्तुलन कायम गर्दै सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य राखेको छ। अनि यो ऐन कतिको लागू भयो भनेर हेर्न र मूल्याङ्कन गर्न मुख्य सचिवको नेतृत्वमा एउटा अनुगमन तथा मूल्याङ्कन समिति पनि रहने व्यवस्था छ दफा 38 मा। ठीक हो। त्यसले कार्यान्वयनमा सघाउँछ। त्यसो भए अन्तमा अब हामी सबैले सोच्नुपर्ने कुरा के होला भने, यो ऐनले दिएका जुन अधिकारहरू छन् नि, जस्तो नागरिक बडापत्र, गुनासो सुनवाई, यस्ता कुराहरूलाई हामी आम नागरिकले आफ्नो दैनिक जीवनमा आफ्नो हितमा कसरी अझै प्रभावकारी ढंगले प्रयोग गर्न सक्छौं होला? हो, यो महत्त्वपूर्ण प्रश्न हो। यो साँच्चै विचार गर्न लायक प्रश्न हो।